अरू त ठिकै लाग्यो। अस्ति एक दिन चाहिँ एकदम नरमाइलो लाग्यो। मसँग त भनेको होइन, मेरो छोरीले के भनेछ, ठुलो छोरीले भने मेरो साथीको घरमा गएर बस्न गएको थियो, बस्न गएको ठाउँमा चाहिँ त्यो दिन चाहिँ उठ्नै नपरे हुन्थ्यो भन्ने लाग्यो भनेर। बाजुपन सम्बन्धी कुनै पनि समस्या समाधानका लागि सम्झनुहोस् हार्दिक आइभीएफ एन्ड फर्टिलिटी सेन्टर, सिनामङ्गल, काठमाडौँ। साथीहरूलाई वर्षौँदेखि एउटा बानी भएको, मलाई पनि बानी भएको, क्षेत्रको मेरो साथीहरूलाई केही पर्यो भने यसो फोन गरेर बिहान छिर्नु न भनेर भन्यो। बिहान घरमा आयो, बस्यो, ती यसो भेट भइहाल्थ्यो, भेट्ने ठाउँ थियो, मलाई पनि सजिलो थियो, सेन्टरमा थियो, सबैजना आउने जाने हुन्थ्यो। अहिले बस्ने ठाउँहरू टुङ्गो नभएको, त्यो कारणले गर्दा भेटघाट गर्ने कुराले असजिलो हो। तर ज्ञानेश्वरको कार्यालयमा अहिले म सकेसम्म दिनमा 2 घण्टा 3 घण्टा त्यहाँ आएर बस्ने कोसिस गरेको छु। अहिले खालि क्रियाशील सदस्यताको विषयको कारणले गर्दा केही अप्ठ्यारो परेको छ। खालि अब अरू त ठिकै लाग्यो। अस्ति एक दिन चाहिँ एकदम नरमाइलो लाग्यो। मसँग त भनेको होइन, मेरो छोरीले के भनेछ, ठुलो छोरीले भने मेरो वाइफलाई एक दिन बस्दै गर्दाखेरि जुन दिन पहिलो दिन चाहिँ त्यो बच्चाहरू ठिक भइरहेछ भन्ने लागेको हुन्छ नि त। मेरो साथीको घरमा गएर बस्न गएको थियो, बस्न गएको ठाउँमा चाहिँ अस्ति भर्खरको कुरा आयो। अब त्यो दिन पहिलो दिन गएर त्यो दिन सुतेको दिनमा चाहिँ जानिएर गएर सुतेको हो। त्यो दिन चाहिँ उठ्नै नपरे हुन्थ्यो भन्ने लाग्यो भनेर चाहिँ त्यो दिन अब त्यस्तो त्यो नरमाइलो लाग्यो। अब आज अहिले घरबाट हिँड्ने बेलामा फेरि के भन्दै थियो, आज पनि स्कुल, मलाई थाहा पनि थिएन आज स्कुलहरू बिदा हडताल रहेछ होइन। आज घरमा किन भनेको, स्कुल छ भनेर भन्यो। अनि फेरि आज हिँड्ने बेला के भने, बाबा अब चाहिँ हामी घरबाट नभाग्ने है, अब चाहिँ यस्तो भाग्नु पर्ने नहोस् है भनेर भन्दै थियो। मैले अब त्यस्तो आउँदैन, अब त्यस्तो स्थिति आउँदैन, आउन दिनुहुन्न भनेर आएँ होइन। अब यस्तो कतिपय आफ्नो यो खालकोहरू छ। तर हुँदै गर्दाखेरि पनि अब यसलाई लार्जर कुरा हेरेर चित्त बुझाउनुपर्छ होइन। मैले चाहिँ यसलाई कसरी हेरिरहेको छु भने, हामी नेपाली काङ्ग्रेस पार्टीको हामी सबैले यसलाई अलिक फरक ढङ्गले नै सोच्नुपर्छ। हिजो माओवादीको 10 वर्षको त्यसलाई युद्ध भनौँ, विद्रोह भनौँ, आतङ्क भनौँ, जे भनौँ, त्यो बेलामा सबैभन्दा बढी दुःख पीडा पाएको हाम्रो पार्टीको साथीहरू हुनुहुन्थ्यो। म त्यो पीडाको 2टा घटना मलाई एकदमै धेरै, थुप्रै छ, यति धेरै छ, त्यसको अब गाउँ गाउँमा कथा छ, तर 2टा मलाई एकदमै लाग्छ। मैले तपाईँहरूलाई पनि धेरै पटक भनेको छु, त्यो कस्तो होला त होइन। हाम्रो राममणि दाई नेता हुनुहुन्थ्यो अर्घाँचीमा, उहाँलाई आएर माओवादीले आएर काटेर मारिदियो। उहाँको श्रीमतीलाई अर्को कोठामा थुनिदियो, लास उठाउन दिएन। धेरै समय पछाडि जब उहाँले छोडिदियो, उहाँलाई त्यो श्रीमान ढलिराख्नु भएको छ, श्रीमान ढलिराख्नु भएको ठाउँमा उहाँ जानुभयो, श्रीमानको शरीरमाथि, लासमाथि आफ्नो दुःख व्यक्त गर्दै हुनु। त्यही बेलामा पछाडिबाट उहाँलाई कसैले समात्यो, यसरी यहाँ समात्दै गर्दाखेरि के समात्यो भन्दै गर्दा कानमा लगाएको यो तानेको। मलाई छोरी हाम्रो महाधिवेशन प्रतिनिधि हुनुहुन्थ्यो, उसले मलाई सुनाउनुहुन्थ्यो कि तैपनि अब उसले मजाले पार्टीको कार्यक्रममा हिँडेको छ, यत्रो ठुलो पछि शान्ति प्रक्रिया गर्यो पार्टीले, त्यसमा पनि कुनै धेरै ठुलो टिप्पणी छैन, सहयोग गरेको छ होइन। अनि म बाँकेमा जाँदै गर्दा एउटा कार्यक्रममा जहिले पनि एकजना बुढी आमा आउनुहुन्छ, कार्यक्रममा आउनुहुन्छ, हामीले मलाई यस्ता आसन ग्रहण गराउँछौँ। उहाँको छोरालाई चाहिँ माओवादीले मार्दै गर्दाखेरि, छोरालाई मारे ठुलो कुरा भयो, छोरालाई मारेको आमाले हेर्नुपर्छ भनेर आमाको हात बाँधेर अगाडि लगेर अचानकमा राखेर छोरालाई काटेको। तैपनि त्यो आमा आउनुहुन्छ, अनि जय नेपाल भनेर हामी राख्छौँ। यति धेरै यो पीडाहरू, दुःखहरू नेपाली काङ्ग्रेसको साथीहरूले, काङ्ग्रेसै भएको कारणले गर्दा, त्यो अहिले मैले भनेको मान्छेहरू त न कुनै पदमा पुगेको मान्छे हो, न कुनै जिम्मेवारी प्राप्त गरेको, न ठुलो केही, त्यो पार्टीको तपाईँहरू जस्तै तल बसेर पार्टीलाई मद्दत गरेको साथीहरूले यति धेरै कुरा भोग्नु भएको छ। देशैभरि यति धेरै कथाहरू छ यस्तो हाम्रो। तर त्यो बेलामा पनि नेपाली काङ्ग्रेस पार्टीले त्यतिखेर 60 सालमा जहाँ हाम्रो मान्छेहरू मारिरहेको बेलामा माओवादी साथीहरू त राज्यको विरुद्ध लड्छु भनेर हतियार उठाएर आएको हो नि त। उहाँहरू पनि मारिनु हो, तर मार्दै गर्दा उहाँहरू त लड्छु, मर्न पनि तयार छु भनेर आएको हो नि त। त्यो काङ्ग्रेसको मान्छे त सामान्य गाउँमा बसिरहेको मान्छे हो नि, न कसैलाई मार्न गएको, न मर्छु भनेर आएको हो। काङ्ग्रेस भएको कारणले गर्दा मारियो। तर त्यो सबै कुरा हुँदै गर्दाखेरि पनि जब नेपाली काङ्ग्रेस पार्टीले आह्वान गर्यो, अब देशले अरू थप पीडा बिहोर्न सक्दैन, हामी सबलाई सम्हाल्नुपर्छ भनेर गिरिजाप्रसाद कोइरालाले काङ्ग्रेसको सभापतिको रूपमा आह्वान गर्दै गर्दा सबले साथ दिनुभयो। घर लुटेको छ, परिवार लुटेको छ, मान्छे मारिएको छ। त्यो किन भनेदेखि भने नेपाली काङ्ग्रेस अब सम्हाल्नु त पऱ्यो नि त, देश कसले सम्हाल्छ त? यो त काङ्ग्रेसले सम्हाल्यो, ल काङ्ग्रेसले सम्हाल्छ।
भनेर हामी सबैले त्यसलाई साथ दियौँ र नेपाल त्यसबाट बाहिर निस्क्यौँ।